वेलकम गाइस, म धेरै दिनपछि रिटर्न भइसकेको छु भन्नाले नै रिटर्न भए कि बस एक ट्राई गर्नको लागि रिटर्न जस्तै भएको। र मैले भर्खर एउटा नयाँ मोबाइल किनेको थिएँ र त्यो मोबाइलबाट चाहिँ नाइटमा भिडियो कस्तो आउँछ भनेर खिचिरहेको छु र तपाईँलाई कस्तो लागिरहेको छ। बस जापानमा एकदम चिसो छ अहिले होइन, र चिसो हुँदाहुँदै पनि मैले हात ठडाएर रिस्क लिएर भिडियो बनाइरहेको छु। देख्न सक्नुहुन्छ अहिले रात परिसकेको छ, रातिको 11 बजिसकेको छ, एकदम चिसो छ। म चाहिँ ज्याकेट टोपी सब लाएर हिँडेको छु। प्रायः म टोपी लाउँदैन, छाते टोपी लाउँदैन, तै पनि अहिले लाएर हिँडिरहेको छु। साइकलमा मस्त कुदिरहेको छु र सायद मैले त पहिला जस्तो भिडियो ब्लगिङहरू चाहिँ गर्न चाहिँ छोडिसकेँ। टाइम छैन, जस्ट काम एन्ड काम, अन्ली काम। अनि काम गर्दै टाइम पनि हुँदैन। सो ब्लग त यस्तै हो। अब सबैजनाहरूले पहिला सजेस्ट गर्नुहुन्थ्यो भ्लग चाहिँ आउनु पऱ्यो, राम्रो तरिकाले गराउनु पऱ्यो भनेर, बट मैले चाहिँ टाइम पाइरहेको छैन, त्यसैले चाहिँ म भ्लग गराएको पनि छैन। बट जस्ट अहिले चाहिँ एउटा नयाँ मोबाइल किनेर चाहिँ यसो कस्तो हुँदो रहेछ त नि भनेर चाहिँ बस एक ट्राई गरेको। अनि त्यसपछि मेरो दिदी बहिनी दाई दाजु साथीभाइ सबैलाई एकमुष्टमा सम्झन चाहेँ। सबलाई एकमुष्टमा सम्झिरहेको छु। जस्तो जे भए पनि जहाँबाट हेरिदिए पनि लाइक कमेन्ट गरिदिनु होला, अनि यो भिडियो कस्तो लाग्यो भनिदिनु होला। र तपाईँको साथ सपोर्ट मिल्यो भने फेरि म भिडियो लिएर आउनेछु। र अहिले जस्ट एउटा चिसो भ्लग नयाँ मोबाइलबाट गराएको जानकारी गराउन चाहन्छु। र यति भन्दै धन्यवाद। See you again. Maybe see you again.